हेलो गाइस, नमस्कार छ मेरो एकदमै नयाँ भ्लगमा मेरो कविताबाट जानु नमस्कार सुबह हामी म चाहिँ धेरै दिन भयो होइन भ्लगहरू नबनाएको भिडियोहरू बनाएको र हालेको छैन होइन त्यही भएर आज चाहिँ म यसो टाइम मिलाएर हाल्दैछु किनभने म यता झापातिर घुम्न आएको छु अहिले माइती गाउँतिर होइन त्यही कारणले गर्दा मैले भ्याएको छैन अब यता होइन दौडेर काम गरेको यसरी होइन मैले खाना आएपछि म उताकै छु होइन अझै म यता धरान आएको छु कि माउली गाउँतिर आएको छु थुप्रै भएर आएको होइन त्यही भएर अहिले माउली गाउँतिर आएको छु नानी र मम्मी आएको छ होइन अनि अहिले चाहिँ धरानमा छौँ हामी चाहिँ बुद्धको फोटो हाम्रो ढोकामा होइन बाहिर कस्तो छ यता हेर त हाम्रो माइतीले यति राम्रो फुल रोप्नु भएको छ यति मजाले फुल रोप्नुहुन्छ माइ चाहिँ बुढी भइसक्नु भयो तर पनि कति मजाले फुल रोप्नुहुन्छ कि अझै सबैजना बाहिर युकेतिर हुनुहुन्छ दिदीहरू होइन अब चाहिँ म माथि जान्छु होइन अब मामाको घरमा यस्तो त्यही मजाले सजाएर राख्नुभएको छ होइन म्याडमहरू मैले उठाएको के अरे उठ्छ होला नि अब त्यो खाजा भइसक्यो मैले खानु भन्नु न म त धेरै बुवा त हिरो त साँच्चै हो खाऊ न खाऊ नखाएर काम यहाँ बुढी चाहिँ भर्खर खाएकै या काम गरेको अब गर्छ त नि सुते खाएर सुत्यो भने अब चल्न हर्नु नभइकन माइताकोमा चाहिँ खाऊ अब खाऊ मैतामा चाहिँ खाऊ खाजा खाऊ चाउ चाउ बिहान बिहान उठ्नु बित्तिकै आँखा खानु पनि माउ लगाएर हामी सबैले खाजा खाइसक्यो रिस्ताले कान्छीसोरले चाहिँ भाडा मस्काइसक्यो उहाँको सानो सानो नानी पनि आयो माउ लाउँदा नि मलाई भाडा मात्र लाग्छ काम लागेको छ उसको बाबालाई उहाँ पोल सुनेर चाहिँ मेरो घर उहाँ घरमा गएपछि खानादेखि लिएर त 3 तले घर तँलाई पुस्नु लाउँछु म अब म चाहिँ चिया पिउन थालेँ चिया क्रेजी मामाले चाहिँ तल मामाले यहाँ पछाडि चाहिँ 2टा कोठा थपिदिनु रहेछ मामाले मतलब पहिला पुरानो थियो अरे अनि त्यसलाई भत्काएर फेरि नयाँ टाढा बस्नेहरूलाई ल हेर्नु त यति मजाको छ नि धरान माथि पानी पर्न लागेको छ अहिले चाहिँ होइन त पानी मौसम यस्तो छ धरानको यस्तो छ मैले चाहिँ सबै खाइसक्यो होइन यो चाहिँ बाहिरको यो चाहिँ हाम्रो माइजीको गार्डन अन्त यहाँ लसुन यो राडी घुम हो कि राडीहरू घुम भन्छ नि मम्मीले त होइन घुम रहेछ यो चाहिँ यो लगाएर चाहिँ पहिला हामी पहाडमा आउँदाखेरि चाहिँ होइन यो लगाएर चाहिँ यो बर्खामा चाहिँ धान रोप्नु जान्थ्यो कि यस्तो ओढेर यहाँ अन्त फुलहरू कस्तो राम्रो राम्रो बनाएर राख्नुभएको माइजीले यति मजाको फुलहरू रोप्नु भएको छ नि है माइजीको यो अगाडि हेर्दै यति मजाको के यो नयाँ देखेँ मैले यो पहिलोचोटि देखेको यो यस्तो खालको चाहिँ प्लान्ट
अब यताबाट पनि यस्तो छ। अब अहिले चाहिँ धरानमा चाहिँ यस्तो पानी परिरहेछ नि बिहान बिहान। अहिले त पानी बिदो भइसकेको छ, भर्खरै पानी परेको हो, बिदो भयो। यस्तो मजाको देखेको छ। यहाँ फुल फुलिरहेको छ, कस्तो मजाको। यहाँ फुल तल झरेको छ यस्तो मजाले। फुलको चाहिँ गएछ, अब अर्को फुल फुल्न लागेछ। यो चाहिँ रोजमेरी हो। रोजमेरीलाई यसो गर्नुपर्ने रहेछ, मैले देखेँ यस्तो गरेर। यति मिठो बास्ना छ नि। माइजू बुढी भए पनि कति मजाले फुलहरू रोप्नु भयो कि। यही कति फुलहरूलाई कति स्याहार गर्नुभएको उहाँले। धरानमा त यता हेऱ्यो फुल, उता हेऱ्यो फुल, ओहो फुलै फुल, कति मजाको फुलै फुल भएको ठाउँ भएको धरान। धेरै भयो त नआएको धरान है। यहाँ अखबारी खोर्सानी पनि छ, यता पानी अमला, यता यो मनी प्लान्ट यहाँबाट गएर पुरा यहाँनिर पनि एउटा रुख छ, यहाँबाट वहाँसम्म छ। हेर धरानमा यस्तो मजाको अगाडि फुलहरू, यति मजाको फुलहरू छ सबैतिर छ के। यो वाइट फुल चाहिँ कस्तो खालको होला कि, कति राम्रो क्या। धरानमा त म यति राम्रो फुलहरू देख्ने वाइट कलरको, यो वाइट कलरको प्राय यो सबैकोमा रहेछ कि वाइट कलरको। यो अर्कै खालको छ कि यो फुल चाहिँ, यो त्यही छ होइन। ल हेर यता पनि फुल सबैतिर जस्तै टिन लगाएको छ माथिबाट। माइजूले भन्नुभएको यो सबै लाउरेको बस्ती हो होइन। तर लाउरेको बस्ती पनि यो चाहिँ यहाँ चाहिँ प्रायः सबैजना भाडामा मात्रै हुनुहुन्छ अरे क्या। उहाँहरू चाहिँ सबै चाहिँ यो सबै लाइनको चाहिँ लगभग विदेश गइसक्नु भयो अरे। युकेतिर हुनुहुन्छ अरे, कोही हङकङतिर हुनुहुन्छ अरे होइन। तर यहाँ चाहिँ भाडामा एउटा यो चाहिँ इन्डियन लाउरेको होइन। चाहिँ सबैजना चाहिँ यहाँ चाहिँ लगभग कोही पनि हुनुहुन्न अरे कि सबैजना। ओ यहाँ त टोटल राइस पनि रहेछ नि त, म त देख्दै नदेखेको। हेलो ओहो ल यहाँ चाहिँ कछुवा दुईटा रहेछ। कछुवा दुईटा होइन थुप्रै रहेछ हौ। कछुवा पनि पाल्नुमा रहेछ माइजूले। यहाँ त एउटा मात्रै देखेछ होइन। भोक लागेछ यो। दुईटा रहेछ। नपालौँ है त लहर खोलातिर छोडिदिउँ भनेको मान्दैन त। अब त ठुल्ठुलो हुन्छ होला है, टोक्छ होला है। आउँछ नि टोक्नु यो चाहिँ हो ठुलोले कतिवटा छ बढ्छ फेरि है। पाम्रो जत्रै ल्याएको। अन्त कत्रो ठुलो भयो? यत्रो ल्याएको थियो। हजुरहरूलाई मेरो भिडियो मन परे लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला भन्दै अहिले यो भिडियो